नमस्कार सबैजना भ्रष्टाचार विरोधीहरूलाई। म सम्झन्छु, म यहाँ धेरै अनुहारहरूलाई पहिला पनि मैले देखिसकेकी छु। डाक्टर गोविन्द केसीले जुन भ्रष्टाचार विरोधी कदम चाल्नु भएको थियो, हामीहरू डाक्टर गोविन्द केसीको त्यो अभियानलाई समर्थन गर्दै पटक पटक माइतीघर मण्डलबाट यहाँसम्म सँगै आएका मान्छेहरू हौ। आजकै दिनबाट 180 दिन पहिला बेइमानको विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न 3 जना पनि सांसद भेटिएको थिएन। आजकै दिन ठ्याक्कै 180 दिन पछाडि त्यही मुद्दा 180 डिग्री पछाडि फर्किएको छ। जसरी हाम्रो प्रधान न्यायाधीश सुशीला कार्कीज्यूले भ्रष्टाचारीहरूको सफाया गर्न स्वाई पल्टाइरहनु भयो, हाम्रो शेरबहादुरज्यू प्रचण्डज्यूको मन थर थर काप्यो। त्यही मन कापेको भएर रातारात उहाँहरूले 249 सांसद जुटाउनु भयो महाअभियोग प्रस्ताव दर्ता गराउनको लागि। उहाँहरूको यो हरकतले देखिन्छ उहाँहरूको फाइल पल्टिन लागेको भएर उहाँहरू डराउनु भएको भनेर लोकतन्त्रलाई संस्थागत गरौँ भन्नुहुन्छ उहाँहरू। लोकतन्त्रलाई संस्थागत गरौँ भन्नुहुन्छ उहाँहरू। शेरबहादुरज्यू आज शालबहादुर मुसाबहादुर हुनुभएको छ। पुष्पकमलज्यू आज फुस्सकमल हुनुभएको छ। संस्थागत होइन, लुट तन्त्रलाई संस्थागत गर्दै हुनुहुन्छ। उहाँहरू होसियार हुनुपर्ने दिन आइसक्यो, किनभने भ्रष्टाचार विरोधी हामीहरू पटक पटक यसरी आइरहेका छौँ। अब अदालतमा नपल्टिएका फाइलहरू अदालतमा यदि फाइल पल्टिन सकेनन् भने यही सडकबाट फाइल पल्टिन्छ। जसरी सांसदज्यूहरूले जुन कालो मसी लिएर सही गर्नु भयो, त्यहाँबाट उहाँहरूको कालो चरित्र झल्किएको छ। म यहाँलाई स्मरण गराउन चाहन्छु, पटक पटक सडकै आन्दोलनबाट लोकतन्त्र गणतन्त्र प्रजातन्त्र हामीले लिएर आएका छौँ र सडकको आन्दोलन कति नै गर्न परोस्, हामी सडककै आन्दोलन गरेर लुट तन्त्र लोकमान तन्त्र यो भ्रष्टाचारी तन्त्रलाई हटाएरै छाड्छौँ। त्यो गर्नको लागि हाम्रो यात्रा सुरु भइसक्यो। आज यहाँहरूलाई देखिरहँदा एकदमै खुसी लागिरहेको छ। हामी कोही पनि यो यात्रामा एक्लो छैनौँ। सबैजना नेपाललाई माया गर्ने, नेपाललाई मुटुमा साच्ने मान्छेहरू हामीहरू आज यहाँ उपस्थित भएका छौँ र नेपाललाई माया गरि नै रहनेछौँ। यी भ्रष्टाचारीहरूको अब दिन गन्ती सुरु भइसके। म सम्झन्छु लोकमान सिंह कार्की विरुद्ध महाअभियोग नलागिरहँदा हामीले यही दानेश्वरबाट मैले एउटा भाषण गरेकी थिएँ। त्यतिखेर मैले भनेकी थिएँ, यदि उहाँले आफूलाई कानुनभन्दा माथि सम्झनुहुन्छ भनेदेखि उहाँलाई म याद दिलाउन चाहन्छु, कानुनभन्दा यदि माथि कोही छ भनेदेखि त्यो कानुन शब्द माथि कोरिने धक्का मात्रै हो। त्यो धर्का भन्दा बाहेक कोही पनि छैन। र शालबहादुरज्यू र फुस्सकमलज्यूले अब त्यो बुझ्नुपर्ने बेला आयो। अब हामीले आज जुन डोजर आन्दोलन गरिरहेका छौँ, यो डोजर आन्दोलन सँगै अर्को हाम्रो लुट तन्त्रलाई ठाडे हात भन्ने आन्दोलन छ। म यताबाट फर्केर लुट तन्त्रलाई ठाडे हात गर्छ। तपाईँहरू पनि गरिदिनु होला। सबैले यो यसै गरी बाँध्नु होला आफ्नो हातमा। 14 सँग छ, उहाँहरूले बाँध्नु होला। यो नभएकोहरूले यो बाँधिएको छ, मनमा जुन आक्रोश छ त्यसलाई
गर्नुहोला। म काउन्टडाउन दिन्छु 1 2 3 भनेर। 1 2 3 लोकतन्त्रलाई ठाडे लोकतन्त्रलाई ठाडे लोकतन्त्रलाई ठाडे लोकतन्त्रलाई ठाडे अब हामी यो लोकतन्त्रलाई डोजर लगाएर सफा गर्छौँ र यो डोजर लगाउन हामीहरू यतिका जना छौँ, हामीहरू सक्छौँ। धेरै धेरै धन्यवाद।